ल हायर डेरिभेटिभको बाँकी भएको क्वेसनहरू सल्भ गरौँ है त, आज सकाइदिउँ सकेसम्म। अब यो क्वेसन चाहिँ यस प्रकारको छ कि इफ वाइ इक्वल्स टु 1 डिभाइडेड बाई एक्स टु द पावर एक्स सो द्याट हो है, यसको सेकेन्ड डेरिभेटिभ चाहिँ 0 हुन्छ अरे के। जब एक्सको भ्याल्यु 1 छ, जब एक्सको भ्याल्यु 1 हुन्छ तब यसको सेकेन्ड डेरिभेटिभ 0 हुन्छ भनेर प्रुफ गर भनेको छ क्वेसनले है त। अब क्वेसनले दिएको अनुसार हामीलाई वाइ इक्वल्स टु 1 डिभाइडेड बाई एक्स टु द पावर एक्स छ, जसलाई मैले एक्सको पावरमा माइनस एक्स लेख्न नि मिल्छ, यही चिजलाई सबैलाई थाहा पाएकै कुरा हो। अब लग लिनुहोस् के दुइटै ठाउँमा, हेर्नुहोस् त मैले कसरी गरेको छु, यो पावरलाई रिड्युस गर्नलाई मैले लग लिएको हो क्या दुइटै ठाउँमा है त। ल अब हेर्नुहोस् त, अब लगको प्रोपर्टी अनुसार यो पावर अगाडिपट्टि आउँछ हो किन, रिड्युस भयो नि, अब 1 भयो नि यसको पावर हो किन, त्यसकै लागि मैले लग लिएको हो, ठिक छ। अब हेर्नुहोस् त, डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु एक्स अन बोथ साइड्स है। अब एक्सको रेस्पेक्टमा चाहिँ डिफ्रेन्सिएसन गर्नु पर्यो, ठिक छ। डिफ्रेन्सिएट गर्यो भने के हुन्छ, यहाँ यस्तो फर्म बन्छ, सबैलाई थाहा नै छ। अब यहाँ वाइ छ, यहाँ एक्स छ, डिफ्रेन्सिएसन पोसिबल छ छैन। अब के युज गर्नु पर्यो, हामीले जे फङ्सनमा छ त्यसकै रेस्पेक्टमा गर्नु पर्यो नि त होइन। त्यही भएर डिवाईले तल डिभाइड गरे, माथि मल्टिप्लाई गरे, ब्यालेन्स भयो हो। ल अब यसको डिफ्रेन्सिएसन गर्नु नआउने कोही हुन्छ, हुँदैन। 1 बाई वाई हो, सिम्पल कुरा हो, डिवाई बाई डिएक्स त छँदैछ होइन। अब यसको डिफ्रेन्सिएसन चेन के अरे प्रडक्ट रुलबाट गऱ्यो, हेर्नुहोस् त, एकचोटि यसलाई कन्स्ट्यान्ट मानेर यसको डिफ्रेन्सिएसन गरेँ, अर्कोचोटि यसलाई कन्स्ट्यान्ट मानेर यसको डिफ्रेन्सिएसन गरेँ, हेर्नुहोस् त त्यही गरेँ हो मैले है। ल सबैलाई गर्न आइहाल्छ यो कुरा त। ल यसको डिफ्रेन्सिएसन 1 बाई एक्स हुन्छ, एक्स एक्स काटिन्छ है, यसको डिफ्रेन्सिएसन 1 भयो, लग एक्स मात्र बच्यो है। ल अब वाइलाई उरापट्टि सारिदिनुहोस्, ठिक छ। अब माइनसले भित्र मल्टिप्लाई गरेको देख्नुभयो, ल ठिक छ। अब वाइको ठाउँमा तपाईँले यो राख्नु पऱ्यो कि फेरि है, यो राख्नु पऱ्यो, ठिक छ नि। ओके, अब फर्दर क्यालकुलेसन गरौँ त। ल अब फर्दर क्यालकुलेसन यस प्रकारको छ है त, वाइको ठाउँमा एक्स टु द पावर माइनस एक्स राखिसकेको छु, ठिक छ। अब यहाँ पनि प्रडक्ट रुल लाउने हो, हेर्नुहोस् त, यी प्रडक्ट रुल लगाएको छु, ठिक छ। ओके, अब यसको डिफ्रेन्सिएसन गर्न नआउने हुन्छ, अघि नै निकालेको नि हो किन, एक्स टु द पावर माइनस एक्स यही आउँछ अनि हो, हेर्नुहोस् त यही आएको होइन त, यसको डिफ्रेन्सिएसन होइन त त्यो, हेर्नुहोस् त कति आएको छ, यति नै आएको छ नि। एक्सको ठाउँमा जस्ट यो मात्र राख्नु न, यो मात्र राख्नु न, भएन त, भयो नि, हेर्नुहोस् त, यसको ठाउँमा त्यही अगाडिको हाल्यो, एक्स टु द पावर माइनस एक्स माइनस 1 माइनस लग एक्स राखेको हो, अनि मल्टिप्लाई गर्दा यति आयो, ठिक छ। ल प्लस यसको डिफ्रेन्सिएसन गर्नुहोस् त, यसको डिफ्रेन्सिएसन त 0 भइहाल्छ, यसको डिफ्रेन्सिएसन कति हुन्छ, माइनस 1 बाई एक्स हुन्छ हो किन, एक्स टु द पावर माइनस एक्स, ठिक छ। ल अब सेकेन्ड डेरिभेटिभ पनि आयो, ठिक छ। अब एक्सको भ्याल्यु 1 हुँदा सेकेन्ड डिफ्रेन्सिएसन के हुन्छ, 0 हुन्छ भनेर प्रुफ गर भनेको छ नि त क्वेसनले। त्यही भएर जहाँ जहाँ एक्स छ त्यहाँ त्यहाँ 1 हाल्नुहोस्, तपाईँको लास्टमा 0 आउँछ क्या। हेर्नुहोस् त, एक्सको भ्याल्यु 1 हुँदा सेकेन्ड डेरिभेटिभ के भयो, 0 भयो, ठिक छ। हेन्स प्रुफ भनेर तपाईँले राख्नु पर्यो है यहाँ, ठिक छ। ल बाँकी काम त आइहाल्छ नि होइन। ल यहाँ चेन रुल लगाएको हो, एकचोटि यसलाई कन्स्ट्यान्ट मानेर यसको डिफ्रेन्सिएसन गरेँ, अर्कोचोटि चाहिँ यसलाई कन्स्ट्यान्ट मानेर यसको डिफ्रेन्सिएसन गरेँ, त्यो त तपाईँलाई आइहाल्छ नि होइन। ल हेन्स प्रुफ भनेर सकाइदिनुहोस्। अब सेकेन्ड क्वेसनतिर लागौँ त। त्यसै गरी अब अर्को क्वेसन हेर्नुहोस् त, हाम्रो अर्को इक्वेसन छ र यसको पनि हामीले सेकेन्ड डेरिभेटिभ प्रुफ गर्नुपर्ने छ, यति हुन्छ भनेर है त। क्वेसन चाहिँ यस प्रकारको छ कि इफ ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर इक्वल्स टु 1 सो द्याट d2y dx स्क्वायर इक्वल्स टु h स्क्वायर माइनस ab डिभाइडेड बाई hx प्लस by को होल क्युब है त। अघि जस्तै गिभेन दिएकै छ, के हो त गिभेन, ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर इक्वल्स टु 1 छ हो किन, हेर्नुहोस् त ध्यान दिएर। अब डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु एक्स अन बोथ साइड, अब डिफ्रेन्सिएसन गर्नुहोस् त, अघि गरे जस्तै सिम्पल कुरा हो है, दुइटै ठाउँमा डिफ्रेन्सिएसन गर्ने, यो कन्स्ट्यान्ट हो त्यही भएर 0 भयो, ठिक छ। अब यसको डिफ्रेन्सिएसन गर्नुहोस् त, एक्सको रेस्पेक्टमा 2x हुन्छ कि हुँदैन, हुन्छ नि। अब यहाँ प्रडक्ट रुल लाग्छ, सबैलाई थाहा नै छ, 2h त तपाईँको कन्स्ट्यान्ट हो त्यही भएर डिफ्रेन्सिएसनको अगाडि आयो, ठिक छ। अब यसमा चाहिँ हाम्रो चेन रुल लाग्छ, यहाँ y छ यहाँ x छ हो किन, डिफ्रेन्सिएसन पोसिबल छ र छैन नि हो किन, जे छ त्यसकै रेस्पेक्टमा गर्नु पऱ्यो नि त। त्यही भएर डिवाईले तल डिभाइड गरेँ, माथि मल्टिप्लाई गरेँ है त, dx त हाम्रो छँदैछ, ठिक छ। ओके, 2ax प्लस 2h, अब यसमा प्रडक्ट रुल लाग्छ, एकचोटि यसलाई कन्स्ट्यान्ट मानेर यसको डिफ्रेन्सिएसन गर्नु, अर्कोचोटि यसलाई कन्स्ट्यान्ट मानेर यसको डिफ्रेन्सिएसन गर्नु, हेर्नु त त्यही गरेको। एक्सलाई एकचोटि कन्स्ट्यान्ट माने वाईको डिफ्रेन्सिएसन भयो, अर्कोचोटि वाईलाई कन्स्ट्यान्ट माने एक्सको डिफ्रेन्सिएसन भयो है त। ल
अब त्यसै गरी यहाँ पनि गर्नुहोस् त चेन रुल त होइन, जे होस् सिम्पल डिफ्रेन्सिएसन हो है त। यो 2 अगाडि आउँछ, यसमा 1 घट्छ हो किन, 2by भयो, कन्स्ट्यान्ट b त छँदैछ इक्वल्स टु 0 है। ल अब हेर्नुहोस् त यो ब्र्याकेट खोलेर मल्टिप्लाई गरेको हो है, यसमा चाहिँ सबैले गर्न आइहाल्छ। ल अब हेर्नुहोस् त यहाँ मैले के गरेको हो, अब dy dx र dy dx सँगै राखेँ है, अनि एक ठाउँमा सारिदिएँ के सबैलाई, ठिक छ। हेर्नुहोस् त अब 2 2 2 2 कमन लिनु, फालिदिनु उतापट्टि है, अनि तपाईँको यहाँ dy dx कमन आउट आउँछ। यो चिजलाई मैले उतापट्टि सारिदिएको माइनस कमन लिएर है। ल अब हेर्नुहोस् त dy dx अब यो उतापट्टि जान्छ, फर्स्ट डिफ्रेन्सिएसन आयो हाम्रो हो। अब सेकेन्ड डिफ्रेन्सिएसन अलिकति टफ छ है, तपाईँ जस्ट ध्यान दिएर हेर्नु मात्र, म बुझाइहाल्छु नि। सेकेन्ड डेरिभेटिभको लागि चाहिँ हामी क्वेसन रुल लगाउँछौँ है त। क्वेसन रुलले के भन्छ, यदि दुईवटा फङ्सन डिभाइडमा छ भने त्यसको डिफ्रेन्सिएसन कसरी गर्ने त, माथिकोलाई u मान तलकोलाई v मान्ने है। अनि डिफ्रेन्सिएसन गर्दा चाहिँ सुरुमा v लाई कन्स्ट्यान्ट मानेर u को डिफ्रेन्सिएसन गर्ने, अनि माइनस u लाई छोडेर v को डिफ्रेन्सिएसन गर्ने है। ल अनि तल v स्क्वायर, ठिक छ नि। हाम्रो v के छ, u के छ, हेर्नुहोस् त, हेर्नुहोस् त यो u छ, यो u छ, माइनस पनि छ है अगाडि, यो u हो, यो v हो, ठिक छ। ल यसलाई v मान्नु, यसलाई u मान्नु, माथिकोलाई u तलकोलाई v है। अब तपाईले डिफ्रेन्सिएसन गर्नु पर्यो, डिफ्रेन्सिएसन गर्यो भने यति आउँछ, यो y ड्यास को अर्थ dy by dx हो, ठिक छ। डिफ्रेन्सिएसन गरेर हेर्नुहोस् तपाईको यति नै आउँछ। यहाँ माइनसकोलाई नि ध्यान दिनु है, माइनस भित्र छ यी हेर्नुहोस् है, अघि त्यो माइनसलाई ध्यान दिनु भनेको थिएँ नि, हो त्यही हो के है। ल अब हेर्नुहोस् त यहाँबाट माइनस कमन लिनुहोस् त, माइनस बाहिरपट्टि आउँछ है, यहाँबाट बाहिरपट्टि आउँछ माइनस, ठिक छ। ल अनि यो माइनसलाई प्लस बनाइदियो, जस्ट सिम्पल क्यालकुलेसन हो, ठिक छ नि। अब यो त जस्तोको त्यस्तै छ है त। ल फ्रम न्युमेरेटर, न्युमेरेटरमा के छ, अब त्यो चिजलाई तलपट्टि सार्नु के है। ल ताकि सजिलो होस्, ल गन्दागोल नदेखोस् है। अब यो दुईटालाई मल्टिप्लाई गर्नुहोस्, तपाईँको यति नै आउँछ। मल्टिप्लाई गर्न त आइहाल्छ नि होइन, पहिलादेखि सिक्दै आएको डिस्ट्रिब्युटिभ मल्टिप्लिकेसन भनेर हो कि न। यसले यो दुईटालाई मल्टिप्लाई गर्नुहोस्, यति आउँछ। यो दुईटालाई मल्टिप्लाई गर्नुहोस्, तपाईँको यति आउँछ, ठिक छ। ल अलिकति सिम्पल क्यालकुलेसन गर्नुहोस् माइनसले खोलेर है, ठिक छ। अब त्यसै गरी यसको नि मल्टिप्लिकेसन गर्नुहोस् त अघि जस्तै, तपाईँको यति आउँछ क्या है। यसले यो दुईटालाई मल्टिप्लाई गर्छ, यसले यो दुईटालाई मल्टिप्लाई गर्छ, अनि आउँछ। सिम्पल क्यालकुलेसन हो, एडिङ बोथ, किनभने प्लस छ नि त बिचमा होइन। ल दुईटै एड गरिदिनुहोस्, तपाईँको काटिने भनेको यो दुईटा अनि यो दुईटा। ल यो दुईटा काटिन्छ, यो दुईटा काटिन्छ, बाँकी भनेको यो 4वटा टर्म मात्र हो तपाईँको। हेर्नुहोस् त तपाईँको 4वटा टर्म मात्र बाँकी भयो नि, हो कि न। अब हेर्नुहोस् त यहाँबाट h स्क्वायर कमन लिनुहोस्, ब्र्याकेटभित्र y र माइनस xy ड्यास बाँकी रहन्छ क्या। त्यसै गरी यहाँ पनि त्यस्तै गर्नुहोस् त, एबी कमन आउट तान्नु, अनि ब्र्याकेटमा तपाईँको xy ड्यास माइनस y, ठिक छ। ल अब यहाँ के गर्नु पर्यो त, यहाँबाट माइनस कमन लिनु पर्यो, माइनस कमन लिने बित्तिकै यति हुन्छ। यो टर्म दुईटा सेम छ, त्यसलाई पनि तानिदिनु। हेर्नुहोस् त तान्यो भने के हुन्छ, यो दुईटा अगाडि आयो, अनि बाँकी भनेको h स्क्वायर माइनस एबी हो है, h स्क्वायर माइनस एबी, अनि y ड्यासको ठाउँमा त्यही अघिकै राखिदिनु क्या, हाम्रो जुन फर्स्ट डिफ्रेन्सिएसन आएको थियो नि त्यही राखिदिनु। माइनस अगाडि थियो, त्यही भएर यो माइनस प्लसमा कन्भर्ट भयो है। ल h स्क्वायर माइनस एबी, ठिक छ। अब एलसिएम लिनुहोस्, एलसिएम लिने बित्तिकै तपाईँको यो उता जान्छ, यो वाइसँग मल्टिप्लाई भयो भने यति आउँछ है। अनि तल यो छँदैछ, यो टर्म तल छँदैछ। अब हेर्नुहोस् ध्यान दिएर, लास्टको टर्म तपाईँको के आउँछ हेर्नुहोस्, त्यही न्युमेरेटरकै गरिरहेको छु है, त्यही न्युमेरेटरमै गरिरहेको छु। हेर्नुहोस् त अब तपाईँको भित्र यति बच्छ के, हेर्नुहोस् त न्युमेरेटरको मात्र सल्भ गरिरहेको छु, यो 80को मात्र सल्भ गरिरहेको छु यहाँ। हेर्नुहोस् त यहाँसम्म। अब यो दुईटा टर्म हेर्नुहोस् त तपाईँको hxy र hxy प्लस भयो भने 2hxy हुन्छ, हो कि न। 2hxy भयो। यसको भ्याल्यु कति थियो अघि क्वेसनले दिएको थियो नि त गिभेनमा, हो कि न। हामीले गिभेन सारे थियो कि थिएन, प्लस by स्क्वायर इक्वल्स टु 1 भनेर क्वेसनले दिएको थियो कि थिएन, थियो नि। त्यही 1 यता हालिदिनु, सकिहाल्यो नि। अनि अब
यो त न्युमेरेटरको पार्ट हो, यो न्युमेरेटरको पार्ट लिएर न्युमेरेटरमै हालिदिनु, यहाँ हालिदिनु, यहाँ हालिदिनु, यहाँ हालिदिनु, ठिक छ। ल यहाँ हाल्ने बित्तिकै तल एचएक्स प्लस बीवाई स्क्वायरको होल स्क्वायर पनि छ है यी, ठिक छ। अनि यो हाल्ने बित्तिकै मल्टिप्लाई भएपछि d2 बाई dx स्क्वायर इक्वल्स टु एच स्क्वायर माइनस एबी डिभाइडेड बाई एचएक्स प्लस बीवाईको होल क्युब, ठिक छ। हेन्स प्रुफ भनेर तपाईँले भन्नु पऱ्यो है। ल जस्ट न्युमेरेटरको भ्याल्यु उठाएर यता हालिदिएको के, अनि योसँग तल मल्टिप्लाई भयो, यो चिज योसँग मल्टिप्लाई भयो, अनि ठिक छ, बुझिहाल्नुभयो नि तपाईँले। ल सो अब अर्को क्वेसन सल्भ गरौँ है त। अर्को क्वेसन चाहिँ यस प्रकारको छ कि इफ वाइ इक्वल्स टु ई टु द पावर माइनस पिएक्स कस क्युएक्स छ भने प्रुफ के गर्नुपर्ने छ, वाइ टू प्लस टू पी वाइ वान प्लस पी स्क्वायर क्यू स्क्वायर वाइ इक्वल्स टु 0 रे के है। यो चिज चाहिँ प्रुफ गर्नुपर्ने छ, यो दिएको छ क्वेसनले है। ल गिभेन सारौँ वाइ इक्वल्स टु ई टु द पावर माइनस पिएक्स कस क्युएक्स है। अब ई टु द पावर माइनस पिएक्सलाई उतापट्टि सार्यो दिउँ, यस्तो हुन्छ, ठिक छ। अब माथि लग्यो भने यो इन्भर्स चेन्ज हुन्छ, पोजिटिभ हुन्छ, हो कि न, माथि गएर त्यो त सबैलाई गर्न आइहाल्छ, बेसिक म्याथमेटिक्स हो, ठिक छ। अब डिफ्रेन्सिएसन गरौँ, फर्स्ट डिफ्रेन्सिएसन गरौँ है। डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु एक्स अन बोथ साइड भनेर चाहिँ तपाईँले भन्नु पऱ्यो है यता, ठिक छ नि, मैले नभने पनि। ल अब यहाँ पनि प्रडक्ट रुल लाग्छ, हेर्न सक्नुहुन्छ तपाईँले, ठिक छ। अब यसलाई कन्स्ट्यान्ट मानेर यसको डिफ्रेन्सिएसन गरेको छु यता, त्यसै गरी यसलाई कन्स्ट्यान्ट मानेर यसको डिफ्रेन्सिएसन गर्ने अर्कोचोटि, ठिक छ। त्यो त तपाईँले गर्न आइहाल्छ, इक्वल्स टु माइनस क्यू साइन क्युएक्स, यसको डिफ्रेन्सिएसन यति नै हुन्छ, कसको माइनस साइन हुन्छ, यहाँ एक्सको अगाडि क्यू भएको भएर क्यू आएको हो, ठिक छ। ल त्यो त सबैलाई थाहा नै छ। अब यसको डिफ्रेन्सिएसन कति हुन्छ तपाईँलाई थाहा नै हुन्छ, एक्सको अगाडि के छ, पी छ, डिफ्रेन्सिएसन गऱ्यो भने के हुन्छ, यो पी अगाडि आउँछ एक्सपोनेन्सियलको केसमा है, बाँकी त फङ्सन सेमै हुन्छ है। अब हेर्नुहोस् त, यहाँ चाहिँ तपाईँको एज इट इज हुन्छ, यही चिजलाई मैले वाइ ड्यास मानेको छु क्या, वाइ ड्यासको अर्थ हो फर्स्ट डेरिभेटिभ है, इक्वल्स टु माइनस क्यू साइन क्युएक्स, ठिक छ, एज इट इज छ यो पनि। अब हेर्नुहोस् त, यहाँबाट ई र ई कमन आउट आउँछ, एक्सपोनेन्सियल कमन आउट आउँछ है, अनि ब्राकेटभित्र वाइ ड्यास प्लस पिवाई मात्र बच्छ, इक्वल्स टु माइनस क्यू साइन क्युएक्स एज इट इज छ अघिदेखि नै है त। अब सेकेन्ड डेरिभेटिभ निकाल्नु यसकै, डिफ्रेन्सिएटिङ अगेन भनेर भन्नु पऱ्यो तपाईँले, विथ रेस्पेक्ट टु एक्स भने नि हुन्छ, नभने नि हुन्छ, तपाईँको मर्जी हो त्यो त है। अब यहाँ पनि प्रडक्ट रुल लाग्छ, अब यहाँ चाहिँ तपाईँको क्यू अगाडि आयो, साइन कस भयो, माइनसको माइनसै छ, साइनको डिफ्रेन्सिएसन कस मात्र हो, सबैलाई थाहा छ त्यो चिज पनि, हो कि न। अब यहाँ पनि मैले प्रडक्ट रुल लगाएँ, यसलाई छोडेर यसको डिफ्रेन्सिएसन गरेँ यति आयो, यसलाई छोडेर यसको डिफ्रेन्सिएसन गरेँ यति आयो, ठिक छ। यो त एज इट इजै छ तल, ठिक छ नि, सेम अघिकै एक्सपोनेन्सियलको डिफ्रेन्सिएसन हो, त्यही भएर यहाँ अगाडि पिई टु द पावर पिएक्स आयो, कसरी आयो तपाईँलाई थाहा नै भइसक्यो, पहिल्यैदेखि थाहा भएको कुरा हो त्यो पनि, ठिक छ। अब ब्राकेट खोलेर डिफ्रेन्सिएसन गर्नु, दुवै टर्ममा तपाईँको यति आउँछ, यसको डिफ्रेन्सिएसन गर्नु अर्कोचोटि डबल ड्यास आउँछ, यसको एकचोटि डिफ्रेन्सिएसन हुन्छ सिङ्गल ड्यास आयो, ठिक छ। यो पनि एज इट इजै छ, हो कि न, अघिदेखि नै, ठिक छ। ओके, अब हामीले त के गर्नु पऱ्यो, पीले भित्र मल्टिप्लिकेसन गरेको हो, ई टु द पावर पिएक्स, ई टु द पावर पिएक्स कमन निकालेँ, अनि यहाँ हेर्नुहोस् त, यी बाँकी भएको सबै ब्राकेटभित्र छ के, ठिक छ नि, केही गरेकै छैन मैले, ब्राकेटभित्रै छ सबै चिज, ठिक छ नि। अब यहाँ मैले के गरेको छु अर्को काम भने नि, कस क्युएक्सको ठाउँमा ई टु द पावर पिएक्सवाई राखेको छु, राख्न मिल्छ, किन राख्न मिल्यो, किनभने हेर्नुहोस् त, कस क्युएक्सको भ्याल्यु कति आएको छ, ई टु द पावर पिएक्सवाई आएको छ, हो कि न, त्यही भएर कस क्युएक्सको ठाउँमा यो राख्न पायो, यही राख्न पायो है। ल भ्याल्यु रिटर्न मात्र गरिरह, अरू केही पनि होइन है। ल कन्फ्युज मान्नै पर्दैन, जस्ट यहाँबाट मैले एक्सपोनेन्सियल कमन मात्र निकाल्यो, अरू केही पनि गरेको छैन, रकेट साइन्स केही पनि छैन यहाँ है, जस्ट सिम्पल क्यालकुलेसन मात्र हो, ठिक छ नि। अब ब्राकेट खोलेर मल्टिप्लाई गर्नु न, भित्रै यति नै आउँछ होइन। ल अब ई टु द पावर पिएक्स, ई टु द पावर पिएक्स क्यान्सल आउट भयो, ठिक छ। अब यो राइट ह्यान्ड साइडमा भएको टर्मलाई अगाडि ल्याउनुहोस्, यता ल्याउनुहोस्, अनि कमन आउट आउने जतिलाई एक ठाउँमा राख्नुहोस्, अनि हल्का एरेन्जमेन्ट मात्र गरेको हो कि, यो वाइ डबल ड्यासलाई अगाडि मात्र राखेको हो, ठिक छ। ओके, अनि पी स्क्वायर वाइ अनि क्यू स्क्वायर वाइलाई सँगै राखेर वाइ कमन आउट आउँछ, त्यही भएर निकालिदिएको है। ल अनि यो पिवाई ड्यास र अर्को पिवाई ड्यास कहाँ छ, यो पिवाई ड्यासलाई एड गरेर 2 पिवाई ड्यास भयो है। हामीलाई प्रुफ गर्नुपर्ने चिज भइसकेको छ, ठिक छ नि। ल जस्ट सिम्पल क्यालकुलेसन हो कि यतिमा त बुझ्नुभयो नि। ल
ल यो चाहिँ हाम्रो लास्ट क्वेसन हो है। सेकेन्ड लास्ट क्वेसन चाहिँ मैले अगाडि नै सल्भ गरिसकेको छु, y इक्वल्स टु x टु द पावर 2n वाला। तपाईँलाई याद छ कि छैन, प्लेलिस्टमा छ, हेर्न सक्नुहुन्छ तपाईँले है, त्यही भएर मैले त्यो चिज स्किप गरिदिइसकेँ। ठिक छ नि, किनभने एउटै चिज कतिचोटि बुझाउनु होइन। ल इफ y इक्वल्स टु साइन mx प्लस कस mx प्रुभ द्याट y2 माइनस, यो माइनस होइन प्लस हो है, m स्क्वायर y इक्वल्स टु 0। ठिक छ नि, अर्को कुरा पनि प्रुफ गर्नुपर्ने छ यहाँ, yn इक्वल्स टु m टु द पावर n ब्राकेटमा 1 प्लस माइनस 1 टु द पावर n साइन 2mx को पावरमा हाफ, यो हाफ पावर भनेकै रुट हो। ठिक छ, स्क्वायर रुट हो। ठिक छ नि, सबैलाई थाहा नै छ, धेरै बुझाइराख्नु पर्दैन। ठिक छ नि, ल अब अलिकति फराकिलो पारिदिउँ न। ल अब हेर्नुहोस् त, गिभेन के छ हामीसँग, गिभेन हाम्रो y इक्वल्स टु साइन mx प्लस कस mx। यहाँबाट हामीले दुईवटा चिज प्रुफ गर्नुपर्ने छ, यो एउटा अर्को यो एउटा है। ल सुरुको नि प्रुफ गरौँ, जुन चाहिँ सजिलै छ है। डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु एक्स अन बोथ साइड, तपाईँले यसरी नै लेखेर आउनुपर्छ एक्जाममा है त। ल डिफ्रेन्सिएसन गर्नु त यसको के हुन्छ, कस हुन्छ, कस मात्र हो र यहाँ एक्सको अगाडि एम छ जुन चाहिँ कन्सटेन्ट हो, त्यही भएर यो एम पनि अगाडि आयो। ठिक छ, ल कससँगै अब हेर्नुहोस् त, कसको डिफ्रेन्सिएसन के हुन्छ, माइनस साइन हो, त्यही भएर माइनस बिचमा आयो। अनि अर्को कुरा, एक्सको अगाडि एम छ, डिफ्रेन्सिएसन गर्नु, त्यो एम पनि अगाडि आउँछ किनभने कन्सटेन्ट अथवा कोएफिसिएन्ट हो है। अगेन डिफ्रेन्सिएटिङ सेकेन्ड डेरिभेटिभ चाहियो नि त, यहाँ सेकेन्ड डेरिभेटिभ छ हेर्नुहोस् त, y2 भनेकै सेकेन्ड डेरिभेटिभ हो कि न। ल यहीँबाट थाहा हुन्छ क्या कतिचोटि डिफ्रेन्सिएसन गर्ने हो भन्ने चिज। ठिक छ नि, ल अब हेर्नुहोस् त, अर्कोचोटि डिफ्रेन्सिएसन गर्नु त यसलाई। अब कसको डिफ्रेन्सिएसन के हुन्छ, माइनस साइन हुन्छ, त्यही भएर माइनस आयो। एम त अगाडि आइहाल्छ, एम अगाडि आउने बित्तिकै यो एमसँग मल्टिप्लाई भएपछि एम स्क्वायर भयो, सेम चिज हुने यहाँ पनि त्यही हो। तर साइनको डिफ्रेन्सिएसन के हुन्छ, कस हुन्छ। अनि अर्को कुरा, एम अगाडि आएर मल्टिप्लाई हुन्छ यो एमसँग, अनि एम स्क्वायर भयो। ठिक छ, अब जस्ट एम स्क्वायर कमन आउट निकाल्नु, माइनस माइनस पनि कमन आउट आउँछ। हेर्नुहोस् त, साइन एमएक्स प्लस कस एमएक्सको ठाउँमा वाइ लेख्न सक्दिनँ र म, किनभने गिभेनमा के छ हाम्रो, साइन एमएक्स प्लस कस एमएक्स भनेको वाइ हो, त्यही भएर यसको ठाउँमा मैले वाइ राखिदिएको हो। ठिक छ नि, माइनस एम स्क्वायर वाइलाई अगाडि राख्नु, y2 प्लस एम स्क्वायर वाइ इक्वल्स टु 0 हुन्छ, त्यही भएर मैले माइनस होइन प्लस हो भनेको के है। बुकले मिस्टेक गरेको छ क्वेसन टाइप गर्दा। ठिक छ नि, ल खास गरी यति चाहिँ आउने हो है। ल अब अर्को प्रुफ गरौँ त, अर्को अलिकति कम्प्लेक्स टाइपको छ, तर त्यस्तो केही पनि छैन है, म बुझाइहाल्छु। सो अब ध्यान दिएर बुझ्नुहोस् है यो चाहिँ। ठिक छ नि, गिभेन के दिएको छ, वाइ इक्वल्स टु साइन एमएक्स प्लस कस एमएक्स, अघि नै भनेको थिएँ। फर्स्ट डेरिभेटिभ निकाल्नुहोस्, साइनको कस हुन्छ, साइनको कस हुन्छ, अनि एम अगाडि आयो ठिक छ। त्यसै गरी कसको माइनस साइन हुन्छ, एम अगाडि आउँछ। ठिक छ, ल त्यसै गरी फेरि डिफ्रेन्सिएसन गर्नु, कसको नेगेटिभ साइन हुन्छ, नेगेटिभ साइन, अनि एमएक्स, यो एम अगाडि आउँछ, यो एमसँग मल्टिप्लाई भएर एम स्क्वायर बन्यो है। सेम चिज यहाँ पनि हुने हो, साइनको कस हुन्छ, माइनसको माइनसै भयो, अनि एम अगाडि आउँछ, मल्टिप्लाई भएपछि एम स्क्वायर भइहाल्यो होइन। थर्ड डेरिभेटिभ निकाल्नुहोस्, अब साइनको कस हुन्छ, माइनसको माइनसै छ, एम अगाडि आउँछ, क्युब भयो। ठिक छ, प्लस अब चाहिँ प्लस हुन्छ, किनभने कसको डिफ्रेन्सिएसन माइनस साइन हो, माइनस माइनस प्लस। ठिक छ, अनि एम अगाडि आउँछ, मल्टिप्लाई भएपछि एम क्युब हुन्छ, साइन एमएक्स भयो। ठिक छ, ल अब यसरी नै गर्दै जानुहोस्, एन्थसम्म गर्नुहोस्, तपाईँको जेनरल फर्म यस्तो आउँछ क्या। यो जेनरल फर्मले के भन्नु खोजेको, अब ध्यान दिएर बुझ्नुहोस् त। अब फर्स्ट डेरिभेटिभको लागि 1 हाल्नुहोस् त, यहाँ नि 1 नै हुन्छ, जहाँ जहाँ एन छ त्यहाँ त्यहाँ 1 हाल्नुहोस् त, तपाईँको के हुन्छ, यहाँ एमएक्स प्लस पाई/2 हुन्छ, यहाँ पनि पाई/2 हुन्छ। पाई/2 भनेको कति, 90 डिग्री हो। 90 डिग्री भनेको चेन्ज हो कि अनचेन्ज हो, हामीले अप्सनल म्याथमा पढ्दै आएको कुरा हो यो है, बेसिक कुरा हो, थाहा हुनुपर्छ तपाईँलाई। ठिक छ नि, पाई/2 भनेको, अथवा तपाईँले यसरी बुझे पनि हुन्छ कि यो एनको भ्याल्यु यदि अड छ भने चेन्ज, इभेन छ भने नट चेन्ज। ठिक छ, त्यसरी बुझ्न सक्नुहुन्छ तपाईँले। अब 1 को केसमा, फर्स्ट डेरिभेटिभको केसमा यो 1 हुन्छ, हो कि न। 1 तपाईँको अड हो कि इभेन हो, अड हो नि। अड हुने बित्तिकै तपाईँको केमा चेन्ज हुन्छ, साइन कसमा चेन्ज हुन्छ होइन। त्यसै गरी यहाँ पनि हुने त्यही हो, 1 हो होइन। अब कस केमा चेन्ज हुन्छ, साइनमा चेन्ज हुन्छ, नेगेटिभ लिएर चेन्ज गर्छ कसले चाहिँ है, किनभने फर्स्ट क्वाड्रेन्टमा त तपाईँको सबै पोजिटिभ हुन्छ, तर यो केसमा के हुन्छ भने नि, 1 हुने बित्तिकै यहाँ प्लस भएको भएर यो सेकेन्ड क्वाड्रेन्टमा पढ्न आउँछ क्या। पाई/2 भन्दा एमएक्सले बढी छ नि त होइन, एमएक्स क्वान्टिटी बढी छ नि त 90 डिग्रीमा। 90 यो एमएक्स जे पनि हुनसक्छ क्या तपाईँको। अब मानिलिउँ 5 डिग्री छ भने 95
भयो भने के हुन्छ, त्यो फर्स्ट क्वाड्रेन्टमा पर्छ। फर्स्ट क्वाड्रेन्ट भनेको त 90 डिग्री हो नि त। 95 भन्ने बित्तिकै त अब त्यो सेकेन्ड क्वाड्रेन्टमा पर्न जान्छ। सेकेन्ड क्वाड्रेन्टमा भनेको तपाईँको साइन र कसेक मात्र पोजिटिभ हुने हो, अरू त सबै नेगेटिभ हुन्छ नि त। त्यही भएर यहाँ नेगेटिभ आयो के हो। त्यही चिज यो जेनरल फर्मुलाले दिन्छ। त्यसै गरी तपाईँले यहाँ 2 हालेर हेर्नुहोस् त। 2 भनेको तपाईँको चेन्ज हो कि नचेन्ज हो, इभेन हो कि अड हो। इभेन हो नि, इभेन हुने बित्तिकै तपाईँको चेन्ज हुन्छ कि नट चेन्ज हुन्छ, नट चेन्ज हुन्छ है। यहाँ 2 राख्नुहोस् त, 2 राख्नुहोस् त। तपाईँको यो न त फर्स्ट क्वाड्रेन्टमा पर्छ न त सेकेन्ड क्वाड्रेन्टमा पर्छ, सिधै सेकेन्ड क्वाड्रेन्टमा पर्न जान्छ हो कि न। किनभने एमएक्सले बढी हुन जान्छ नि त, एमएक्सले बढी हुन्छ नि त हो कि न। त्यही भएर सेकेन्ड क्वाड्रेन्टमा यसरी जान्छ कि, यसरी घुमेर यहाँसम्म पुग्छ कि यो, ठिक छ नि। किनभने एमएक्सले बढी छ नि त एङ्गल हो कि न। त्यही भएर है ल 2 हाल्नुहोस्, यहाँ 2 हाल्नुहोस्, तपाईँको नट चेन्ज हुन्छ। अर्को कुरा माइनस लिएर आउँछ साइन है। साइन कसमा चेन्ज हुँदैन किनभने एनको भ्याल्यु 2 छ। 2 भनेको इभेन हो, त्यही भएर चेन्ज भएन। र माइनस लिएर आउँछ किनभने यो थर्ड क्वाड्रेन्टमा पर्न आउँछ क्या। थर्ड क्वाड्रेन्टमा भनेको तपाईँको साइन पोजिटिभ हुँदैन, ठिक छ। त्यसै गरी कस पनि त्यस्तै हुन्छ, 2 हुन्छ। 2 भनेको नट चेन्ज हो, कसको कसै रहन्छ। अर्को कुरा यो पनि थर्ड क्वाड्रेन्टमा पर्न आउँछ। थर्ड क्वाड्रेन्टमा भनेको कस पोजिटिभ हुन सक्दैन, ठिक छ। ल त्यही भएर यहाँ माइनस आयो, ठिक छ। माइनस आयो नि, ठिक छ। ल त्यसै गरी थर्डको लागि पनि तपाईँले बुझ्न सक्नुहुन्छ है। फोर्थको लागि पनि तपाईँले यहाँ 4 राखेर हेर्नुहोस्, चेन्ज हुन्छ कि चेन्ज हुँदैन भन्ने चिज तपाईँलाई थाहा भइसक्यो नि त होइन। ल पहिलादेखि पढ्दै आएको चिज हो त्यो पनि। स्क्वायरिङ अन बोथ साइड्स, अब स्क्वायरिङ गर्नुहोस् त, दुइटै ठाउँमा स्क्वायरिङ गर्नुहोस् त। तपाईँको के हुन्छ, yn टु द पावर 2 हुन्छ इक्वल्स टु m टु द पावर 2n हुन्छ। अनि मैले अहिलेको लागि यसलाई एले रिप्लेस गरेँ है, ताकि क्यालकुलेसन गर्न सजिलो होस्, होल स्क्वायर खोज्न सजिलो होस् है, कम्प्लिकेटेड नरहोस्। साइन ए प्लस कस ए को पावरमा 2। अब होल स्क्वायर खोल्नुहोस्। होल स्क्वायरको फर्मुला सबैलाई थाहा नै छ, ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर हो। ए को ठाउँमा यो छ, बी को ठाउँमा यो छ भनेपछि होल स्क्वायर खोल्नुहोस्, 80 हुन्छ तपाईँको है। ल यहाँ 1 राख्नुहोस्, आइडेन्टिटी हो नि त होइन। yn टु द पावर 2 इक्वल्स टु m टु द पावर 2n 1 प्लस साइन 2a, ठिक छ। अब यो 2लाई उतापट्टि सानो स्क्वायर रुटमा चेन्ज हुन्छ हो किन। ल अब हेर्नुहोस् त, यो पनि तपाईँको जेनरल फर्म हो। साइन 2 थीटा भनेको के हुन्छ, यो जेनरल फर्म त मैले पहिलादेखि बुझाउँदै आएको चिज हो कि न। पहिला सल्भ गर्दा पनि यस्तो जेनरल फर्महरू मैले युज गरेको छु है। तपाईँलाई थाहा हुनु पऱ्यो। +2 को फर्मुला हेर्नुहोस् तपाईँ बुक पल्टाएर है। ल जहिले मैले देखाएर बस्न नि सक्दिनँ है। ल ओके। ल -1 टु द पावर n साइन 2 थीटा हुन्छ नि हो। त्यही फर्मुला यहाँ मैले एप्लाई गरेको हो। जस्ट साइन थीटाको ठाउँमा के छ, थीटाको ठाउँमा के छ यहाँ, यो छ, यो छ, ठिक छ। ल यहाँ मैले यो लेख्न छुटेको छु है। प्लस यहाँ प्लस n π/2 हुन्छ है त। ल यसरी ब्र्याकेटमा प्लस n π/2 लेख्नु, थीटाको ठाउँमा mx छँदैछ है त। ल यति नोट गर्नुहोस् त। ल आजको लागि यति नै पढ्दै गर्नु, धन्यवाद।